राधा वल्लभ जय श्री हरि जय श्री राधे। मेरो चाहिँ के यो खुट्टामा चाहिँ धेरै उभिएर 16-17 घन्टा काम गर्नुपर्ने भएको भएर कि अब हामी विदेशमा बस्नेहरू सबैको हालत त्यही त हो नि होइन। अनि मैले जापाना यत्रो वर्ष भइसक्यो यस्तो ठेला कति उठिरहन्थ्यो कि अनि फुट्थ्यो हिँड्थ्यो काम गर्थ्यो वास्तै हुँदैन थियो। योपालिको त अनएक्सपेक्टेड के यो त फुट्दैन है। फुटाउने डर लाग्छ। तात पानीमा राखे पनि त्यो के भन्छ नि त्यो ड्राई हुन्छ अनि मोइस्चराइजले गरे पनि मेरो खुट्टा त कहिले कल परेको कहिले नहुने के। अनि जहिले पनि त्यो हामी गाउँघरतिर पुरै खेतालो गरेर पुरा भैँसी होइन अरे के अरे खेत जोतेर ओरेर माटै फास्राङ फुस्रुङ भएर हामी खेतमा काम गर्छ नि। उनीहरूको बरु राम्रो हुन्छ होला है। मेरो त कहिले राम्रो न ठेला छ के। योपालिको त फुटाउने यस्तो भयो कि यति बेला फुट्दैन कि त प्याच्चै फुटाइदियो। अब भोलि काम छ है। फुटेपछिको यस्तो अवस्था छ। आनन्द भयो फुट्दा नफुट्ने है। भोलि काम छ फेरि सुक्नु परेन है। भोलि काममा फुट्यो भने त मोजा लाएर काम गर्नुपर्छ दुख्छ। यस्तो छ हालत।